स्वागत छ मेरो युट्युब च्यानल हिमाली धर्म केन्द्रमा। सदाको चाहिँ आज पनि हाम्रो बुद्ध धर्मको कर्मकाण्डभित्र अर्थात् बुद्ध धर्मको पूजापाठमा प्रयोग हुने धारणी मन्त्र झुङाक लिएर तपाईहरुको माझमा उपस्थित भएको छु। आजको झुङा चाहिँ धारणी मन्त्र चाहिँ शेरप निङबोगी ngak प्रज्ञा पारामिता हृदय मंत्र तदेथा ओम गते गते पारा गते पारसम गते बोधि सोहा तदेथा ओम गते गते पारा गते पारसम गते बोधि सोहा तदेथा ओम गते गते पारा गते पारसम गते बोधि सोहा। तिब्बतीय भाषामा चाहिँ यसको अर्थ चाहिँ यसरी रहेको छ। दिताते सोङमा सोङमा फारोल तु सोङमा फारोल तु याङ तकपर सोङमा चाङछुप सी छुप। नेपालीमा यसको अर्थ यसरी रहेको छ। यसरी नै जानुभयो जानुभयो उत्तापट्टि जानुभयो उत्तापट्टि राम्ररी जानुभयो बोधि चित्तमा स्थिति होउन्। ताङबो डु टोन्नी पण्डिता छाग्ना दोजे जेत्पी फर्छिन्गी डेल्वा टोन्गी टुन्मे नङला। सर्वप्रथम अक्षरको अर्थ पण्डित बज्रपाणिले लेख्नु भएको प्रज्ञा पारमिताको भाष्य अर्थ प्रदीपा अनुसार। तदेथा यसको तिब्बतीय अर्थात् टिबेटन मिनिङ चाहिँ दिताते नेपाली अर्थ यसरी नै। ओम ट्रसिबादङ छोक्तेर्पे धुन ओम मंगल सूचक अर्थ गते गते छिन्तो छिन्तो जानुभयो जानुभयो पारसम गते फारोल तु याङ तकपर छिन्तो उत्तपट्टि राम्ररी जानुभयो भावसागरबाट। बोधि सोहा चाङछुप तु जुर्चिक बोधि चित्तमा परिणत हुन्। इपा मेनगाक्तर तोन तोनपानी पंडिता महाजा ने जेत्पी शेरसिन यिङपोई तोन योङसु सेवा शे जवाले तदेथा शे जावेनी न्यामसु लेन्पे रिम्बा तेन्तो जिसिन याङतक थोङबे छिर के सोक नामले दे युर्क्याङ यिङचेगी ताक्नी केवादङ गादङ नादङ छिवा तोन शे जाबे छुल्गी थोङबे लामियतला केवा पाङबे छिर रो गते गते पारा गते शे जाबेनी डोवा रिटु पाङबे ताक्नित थोङबे लाम ते गांगे छिर दोछेन बोगी डोवाले छोकी लम्दु डोवा नितकी फारोल तु छिनपाओ छोकलम पाई डोवाले क्याङ जोरवाई लम्दु डोवा नितकी फारोल तु छिनपाओ देवेना डोवानी गते गते पारा गा ते
शे जावानी थोंबे लामो पारा सम शे जावे नि गोम्बे लामला नेसो गाते शे जावानी खेपारदंग मिलोपे लामला नेबा शे जावे 돈도 बोधी शे जावानी देबु हो ओमदंग सोहा शे जावानी देबे देबु थोपे 돈도 진기 लापी डाहो तदेथा ओम गते गते पारा गते पारसम गते बोधी सोहा शे सुंगसो खुंगतुकी रहस्यतनी तेचामो शे कारचुंगी तोर्तेन नाक्सु थिबा के हो अब यति चाहिँ अब तिब्बतीय भाषामा तिब्बतियन ल्याङ्ग्वेजमा चाहिँ यसरी त्यसको अर्थ दिएको छ त्यो अब यो शेरब निम्बुको झुङाको तोन्दक मिनिङ दिएको छ अब यसैले चाहिँ मैले यहाँ नेपालीमा उल्था गरेर राखेको छु तपाईहरु सबैलाई अलि साझ होस् भन्ने सोचले चाहिँ यहाँ नेपालीमा उल्था गरेको छु यहाँ हेर्नुस् यो माथि तिब्बतीय भाषाको चाहिँ जस्ताको तस्तै यहाँ नेपालीमा उल्था यहाँ हेर्नुस् है त दोस्रो गुप्त उपदेश अनुसार अर्थ देखाउने खण्डमा पण्डित महाजद्वारा सम्पादित सिर्चिन निङपोको सम्पूर्ण अर्थबोध ग्रन्थमा भनिएको छ अब त्यहाँ के भनिएको छ भन्ने कुरा यहाँ छ तदेथा भन्ने शब्दले आवेशको क्रम देखाएको हो जसरी पूर्ण रूपमा यथार्थ देख्नका लागि जन्म आदिबाट मुक्त भए पनि करुणाको वास्तविक स्वरूपले जन्म वृद्धावस्था रोग र मृत्यु देखाउनुहुन्छ त्यस्तै तरिकाले दर्शन मार्गमा जन्म त्याग्नको लागि यस्तो देखाउने गरिन्छ गते गते पारा गते भन्ने वचन प्राणीका षट गतिलाई पार गरेको आफ्नो स्वरूप देखाउने मार्ग हो जसको कारण ठुलो इच्छा शक्ति भएका साधकले सम्भार मार्गबाट पार पुग्नु हो त्यसैले प्राणीका लागि गते गते पारा गते भन्ने वचन दर्शन मार्ग हो पारसम भन्नाले ध्यानको मार्गमा स्थित हुनु हो गते भन्नाले विशेष आशय छ पढ्न नपढ्ने अब जानिसकेको आशय छ र सामान्य अनार्य मार्गमा स्थित हुनु भन्ने अर्थ हो बोधि भन्नाले फल हो ओम र सोहा भन्ने शब्दले जपको फल प्राप्तिको निम्ति आशीर्वाद भएको ध्वनि जनाउँछ तदेथा ओम गते गते पारा गते पारसम गते बोधि सोहा यसरी उपदेश गरेको छ मन्त्रको ध्वनि व्यवस्था यति नै हो यो व्याख्या कारचुङले बोध गयाको अरण्यमा लेखिएको छ यसरी भनिएको छ अब यो अर्थहरू चाहिँ मैले आफ्नो खुसीले यहाँ प्रस्तुत गरेको होइन मैले पनि अरु अब पुस्तकबाट साबर गरी लेखिएको हो यो ड्रुक थिम्बु भुटानमा सङ्कलन गर्नुभएको यो सिन्धु खोवा किल्छोक ला सोक्पे ngaके ड्रुतेन फाक्सम पेकर छुनपो आसिन भने यो पुस्तकबाट साबर गरेको हो यसमा चाहिँ टरिक लोपोन कार्चुङ भनेछ यो तोर्तेन ट्रासी थाङ नाङबे चुलक लोप्टा खेबे जुङ्ने ड्रुक थिम्बु भन्ने यो पुस्तकबाट साबर गरेको हो यसमा राम्रो
झुङ्गाको अर्थ सङ्कलन गरी राख्नु भएको रहेछ। त्यसकारण मैले यो साबर गरी तपाईँहरूको माझमा पढेर सुनाएको हुँ। अब यो सेराप निङपुको जुङ सेराप निङपुको पूजामा प्रयोग गर्ने अब यो पाठ यहाँ पढेर सुनाउँछु र त्यसको नेपाली सरल अर्थ हाम्रो खेम्बो नेपालको खेम्बो बागेन्द्र शिलाले अनुवाद गर्नुभएका दोमाङ जुङदीको पुस्तकबाट मैले साबर गरेको हुँ। चोम्देन देमा सेरापी फारोल्तु छिनपे इङपो जुक्सो मरासम जोतमे सेराप फारोल छिन माके निकाक नामखे मोहो नित सोसो रांगरिक एशे चोद्युल वा दोसुम ग्यालवी युमला छकछल लो फक्पा कुन्छुक सुमला छकछल लो ग्यागर केदु बागावाती प्रज्ञा पारामिता हिर्दाया पोत केदु चोम्देन देमा सेरापी फारोल्तु छिनपी निङपो पाम्बो चिगो दिकेत ताकी फोबा तु चिक ना चोम्देन दे यालबोई खाप ना जागोइत फुंगबोई रिला तेलोंगी तेदुन छेनपोदां 장축 쳔피 대돈 첸포당 탑직두 죽대 대이체 좀된데 자모기 낭와 제자와 초기 남장기 띵에 진라 뇽바르 죽소 양 대기체 장축 셈바 첸포 팍바 젠레 직 옹축기 셰랍기 파롤두 친바 자모기 쫓바 닛라 넘버 파싱 풍보 마보 대탁라 양 랑진기 똥버 넘버 따우 대네 상계기 투이 세당된바 샤리기 부이 장축 셈바 셈바 첸부 팍바 첸레 직 왕축라 디게체 mneso Ricky pu ang lala sherap ki parol tu chinpa zapmoyi chotpa chet par dotpa te chitar lapar cha teke che mre padang changchup sempa chenpo phakpa chenre zik wangchugi 세당 된바 샤라 도티기 불라 디 겟제 mreso 샤리부 리기부함 리기부모 강라라 셰랍기 파롤투 친바 잡모 쫓바 쳇파르 돗바 데 디터 넘버 따바르 자데 풍포 ngabo tetak kyang rangjingi tongbar nambar yang takbar jesu tao zuk tongba ho tongba nit kyang zuk so zukle kyang tongba nit jen mayin no tongba nit le kyang zuk jen mayin no te jindu 소르와당 두셰당 두쳇당 남바라 셰바남 똥바오 샤리부 테터 초탐쳇니 똥바 닛데 첸닛 메바 마케바 마각바
Jima mitpa, jima dang kalwa mitpa, jiwa mitpa, gangwa mewawo, shari bu, teta bena, tongba nitla, zuk met, chorwa mit, dushe met, duchet met, number sheba met, mik met, nawa met, na met, che met, lu met, yit met, zuk met, da met, ji met, ro met, rekcha met, cho meto, miki kham mette, yitki kham met, yitki number shepe, khamgi pardu metdo, marikpa met, marikpa setpa metpane, kashi met, kashi setpe, pardu yang metdo, tungal wadang, kunjung wadang, gokpadang, lam met, eshe met, thopa met, mathopa yang meto, shari bu, teta bena, 장축 semba namla, thopa mette chir, sherapki paroldu chinpala, tenching, nete, semla, jippa mette, takpa mette, chinchi lokle, shindu dene, nyangenle, debi, tarchindu, du sumdu, nambara jukpi, sangye tham jetyang, sherapki, paroldu chinpala, tenne, lana metpa, yang takpar, jokpi, changchup, tu ngunbar, jokpar, sangkeso, teta bena, sherapki, paroldu chinpe ngak, rikpa chenpo ye ngak, lana mette ngak, minyam padang, nyampe ngak, tukngal thamchet raptu shivar chetpe ngak, mijun pena tempar she par jate, sherapki paroltu chinpe ngak mrepa, tadetha, om gate gate, para gate, parasam gate, bodhi soha, sharigi pu, 장축 sempa, sempa chenpo, didar, sherapki, paroltu chinpa, zapmola, lapar chau, tene, chomdende, tingejin, hele, jengte, 장축 sempa, sempa chenpo, thakpa chenre zik, wang chukla, lekso, she chawa, jinte, lekso, lekso, rikipu, te tejino, rikipu, te tejinte, chitar kyotki, tenpa, tejindu, sherapki paroltu chinpa, zapmola, chetpar chate, tejin shekpa, namkyang, jesu yirang mo, chomden deki, deket che, kachalne, sedang demba, shari budang, 장축 semba, semba chenpo, thakpa chenre zik, wangchukdang, thamchetdang den, pi, khort detakdang, hadang, midang, hama yindang, risar chepe, jikden yirangde, chomden deki, sungpala, ngompar, todo. अब यहाँसम्म चाहिँ तिब्बतीय भाषा बोट भाषामा गरेको पाठ हो। अब चाहिँ यसको सरल अर्थ नेपालको हाम्रो खेम्बो बागेन्द्र शिलाज्यूले अनुवाद गर्नुभएको झुङा दोमाङबाट सावर गरी यहाँ जस्ताको त्यस्तै भगवती प्रज्ञा पारमिता हृदय नामा प्यारा तिस्मा भगवती प्रज्ञा पारमिता हृदय पहिलो मुष्ट
भगवती प्रज्ञा पारमितामा बन्धना। यस्तो मैले सुने। एक समय भगवान राजगिरियाको गृद्धकूट पर्वतमा भिक्षुहरूको महासङ्घ र बोधिसत्वहरूको महासङ्घको साथै विराजमान हुनुहुन्थ्यो। त्यस समय भगवान गम्भीरावासा नामको धर्माचार्यको समाधि ध्यानमा रहनुभयो। अनि त्यसै बेला बोधिसत्व महासत्व आर्य अवलोकितेश्वरले गम्भीर प्रज्ञा पारमिताको लागि गम्भीराचार्य गर्दा गर्दै यसरी अवबोध गर्नुभयो। यो जुन पञ्चस्कन्ध 5 पुञ्ज हो त्यसलाई उहाँले स्वभावैले शून्य भनी देख्नुभयो। त्यसपछि आयुष्मान सारिपुत्रले बुद्धको अनुभवले बोधिसत्व आर्य अवलोकितेश्वरसँग यसरी सोध्नुभयो। हे अवलोकितेश्वर, यदि कोही कुलपुत्र वा कुलपुत्रीले यो अति गम्भीर प्रज्ञा पारमिताको लागि गम्भीर चर्या गर्ने इच्छा गरेमा उनीहरूले कसरी शिक्षा लिनुपर्दछ? यस्तो भनेर सोध्दा बोधिसत्व महासत्व आर्य अवलोकितेश्वरले सारिपुत्रलाई आज्ञा गर्नुभयो। हे सारिपुत्र, कोही कुलपुत्र वा कुलपुत्रीले गम्भीर प्रज्ञा पारमिताको आचरण चर्या गर्ने इच्छा गरेमा उनीहरूले यसरी विचार अवलोकन गर्नुपर्दछ। यो जुन 5 पुञ्ज पञ्चस्कन्ध हो त्यसलाई स्वभाव शून्य भनी हेर्नुपर्दछ। रूप शून्य हो, शून्यता नै रूप हो। रूप शून्यताबाट अलग होइन, त्यस्तै शून्यताबाट पनि रूप अलग होइन। त्यस्तै वेदना, संज्ञा, संस्कार र विज्ञान पनि शून्य हुन्। हे सारिपुत्र, सबै धर्म शून्यता स्वरूप हो। यसमा न लक्षण छ, न यो उत्पन्न हुने हो, न निरुद्ध हुने हो, न अस्पष्ट छ, न स्पष्ट छ, न अपूर्ण हुन्, न पूर्ण भएको नै हो। त्यसैले हे सारिपुत्र, शून्यतामा न रूप छ, न वेदना छ, न संज्ञा छ, न संस्कार छ, न विज्ञान छ, न चक्षु छ, न श्रोत छ, न घ्राण छ, न जिह्वा छ, न काय स्पर्शेन्द्रिय छ, न मन छ, न रूप छ, न शब्द छ, न गन्ध छ, न रस छ, न स्पर्श छ, न धर्म मनोविज्ञानको विषय छ, न त चक्षु धातुदेखि लिएर मनोविज्ञान धातु पनि छैन, मनोविज्ञान धातुसम्म पनि छैन। अविद्या छ, न अविद्याको क्षयदेखि लिएर जर मरण नै छ, न त जर मरणको क्षय नै छ, न दुःख छ, न समुदय छ, न निरोध छ, न मार्ग छ, न ज्ञान छ, न प्राप्त हुने छ, न प्राप्त नहुने छ। त्यसैले हे सारिपुत्र, प्राप्ति गर्ने केही नभएकोले बोधिसत्वहरू प्रज्ञा पारमितामा आश्रित भएर बस्ने भएपछि उनीहरूको चित्त अनावृत्त नछोपिएको हुन्छ। चित्तको आवरण हटिसकेकोले निर्भय भई विपर्ययदेखि पार भई अतिक्रान्त भई निष्ठासाथ निर्वाणमा स्थिर भई व्यवसित हुन्छ। त्रिकालका सबै बुद्धहरू प्रज्ञा पारमितामा आश्रित भएर नै अनुत्तर सम्यक सम्बोधिको सम्यक रूपले ज्ञान प्राप्त गर्दछन्। यसरी
प्रज्ञा पारमिताको मन्त्र, महाविद्या मन्त्र, अणुतर मन्त्र, असम अतुलनीय मन्त्र, सबै दुःख शान्त गर्ने मन्त्र झुठो नभएकोले सत्य हो भनी जान्नु पर्दछ। प्रज्ञा पारमितामा उल्लेख गरेको मन्त्र यस प्रकार छ: तदेथ ओम गते गते पारगते पारसमगते बोधि सोहा। हे सारीपुत्र, त्यसैले गम्भीर प्रज्ञा पारमिताको निमित्त ब्रह्मचर्य आचरण गर्न बोधिसत्वहरूले यसरी नै शिक्षा लिनुपर्दछ। अनि भगवान त्यस समाधिबाट उठेर बोधिसत्व आर्य अवलोकितेश्वरको साधुवाद प्रदान गर्नु भयो। साधु साधु कुलपुत्र, यो त्यस्तै नै हो। यो कुलपुत्र, यो त्यस्तै नै हो। यो गम्भीर प्रज्ञा पारमिताको निमित्त तिमीले भने जस्तै नै गम्भीर चर्याको आचरण गर्नुपर्दछ। अर्थात् र तथागतहरूले यसलाई अनुमोदन गर्दछ। भगवानले त्यसरी आज्ञा भएकोमा आयुष्मान सारीपुत्र र बोधिसत्व महासत्व आर्य अवलोकितेश्वर र त्यहाँ भेला भएका बोधिसत्व महासत्वहरू सहित सबै परिषद तथा देवा, मनुष्य, असुर, गन्धर्वको साथै सबै लोकले हर्षित भई भगवानको आज्ञालाई अभिनन्दन गरे। भगवती प्रज्ञा पारमिता हृदय नाम मायन सूत्र समाप्त भयो। भारतीय उपाध्याय विमल मित्र तथा अनुवादक बिच्छू रत्न सेनाले अनुवाद गरी महापण्डिता लोचावा, कुशलमती र आकाश आदि समेतद्वारा संशोधन गरी प्रमाणित गरियो। श्री साम्य बिहारको झेमालिङ बिहारको भित्तामा लेखी राम्ररी शुद्धिकरण गरी राखेको छ। आजलाई यति नै, धन्यवाद।